एभ्रिवान, नमस्ते, वेलकम टु माई च्यानल एन्ड वेलकम टु माई न्यू भिडियो। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम नै ठिक छु। अनि आजको आफ्टर सो लङ टाइम पछि नै भनौँ, इक्जाम सकिएपछि एउटा भिडियो हालेँ। त्यसपछि चाहिँ आज मैले अर्को भिडियो बनाउँदैछु। थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नुभयो होला आजको चाहिँ के को बारेमा र के को विषयमा चाहिँ मैले भिडियो बनाउँदैछु भनेर। यहाँ फुली झरेर कस्तो अनौठो देखिरहेछ मलाई। अनि मैले चाहिँ अब इक्जाम सकेपछि एकदम म फ्री हो, चिल हो, एकदम घुम्न जान्छु, भ्लगहरू भिडियोहरू बनाउँछु भनेर सोचिरहेको थिएँ। तर त्यो चाहिँ भएन। मैले एक हप्ता 10 दिन चाहिँ रेस्ट लिएँ, बसेँ। त्यसपछि ल्याएर चाहिँ आज चाहिँ डे 1 मेरो हातमा आइसकेको छ। यो हजुरहरूले थम्बनेल र टाइटल हेरेर पनि थाहा पाइसक्नु भयो होला। थाहा पाउन त यो चाहिँ उसको लागि थाहा पाइसक्नु भयो होला। मैले के बारेमा भिडियो बनाउँदैछु भने यो मसँग धेरै टाइम छैन, त्यही भएर चाहिँ यो चाहिँ अल टोटल चाहिँ BALLB इन्ट्रान्स प्रिपेयर भिडियो चाहिँ। अब हजुरहरूले अब ब्याचलरमा BALLB पढ्न चाहनुहुन्छ अथवा पढ्ने सोचमा हुनुहुन्छ अथवा पढ्नको लागि खोज्दै हुनुहुन्छ भने त्यसको लागि चाहिँ अब हामीले हरेक ल स्टुडेन्ट अथवा ल पढ्ने स्टुडेन्टको लागि ड्रिम कलेज भनेको चाहिँ नेपाल ल क्याम्पस नै हो जस्तो लाग्छ मलाई। हो नै पक्कै पनि। त्यसमा नाम निकाल्न पाएँ, त्यहाँको स्टुडेन्ट भएर त्यहाँ गर्न पाएँ चाहिँ एकदमै धेरै। हरेक स्टुडेन्टको ड्रिम नै नेपाल ल क्याम्पस हुन्छ, ल स्टुडेन्टको है, स्पेसली अरू स्टुडेन्टको त हुने भएन। त्यसको लागि अब कतिले होला कसरी इन्ट्रान्स प्रिपेयर गर्ने, के गर्ने, कसो गर्ने भनेर एकदमै धेरै सोचमा हुनुहुन्छ होला। मैले युट्युबमा धेरै भिडियोहरू खोजेँ, मैले त्यसमा नि पाएन। हाम्रो एउटा ल क्याम्पसमा अहिले पढिरहनु भएको एउटा दिदीले चाहिँ कस्तो छाया परेछ लाग्यो, हल्का उहाँको पालामा उहाँले गर्नुभएको कुराहरू चाहिँ सेयर गर्नुभएको थियो। अनि मैले आज म पनि एउटा 11-12मा ल लिएर पढेको स्टुडेन्ट, ड्रिम नेपाल ल क्याम्पस नेपाल ल कलेजमा नेपाल ल क्याम्पसको स्टुडेन्ट हुने ड्रिम लिएर चाहिँ फ्युचर लयर बन्ने ड्रिम बोकेर चाहिँ अगाडि बढेको स्टुडेन्ट। अब हजुरहरू चाहिँ म के भन्छु नि, सर्वप्रथम फर्स्ट अफ अल मैले आफूले बुझेअनुसार आज चाहिँ म फर्स्ट डे हो मेरो होइन। आज चाहिँ म क्लास जोइन भएँ इन्स्टिट्युटमा। हजुरहरू अब BALLB दिन जाँदै हुनुहुन्छ, पढ्न जाँदै हुनुहुन्छ भने त्यसको लागि इन्ट्रान्स प्रिपेयर गर्नलाई चाहिँ म हजुरहरूलाई के भन्छु भने फर्स्टमा चाहिँ इन्स्टिट्युट नै जोइन हुनुहोस्। इन्स्टिट्युट जोइन भयो भने चाहिँ इन्स्टिट्युटबाट चाहिँ एकदमै धेरै हामीलाई सजिलो हुने रहेछ है त। आज मैले फर्स्ट डेकै हजुरहरूलाई मैले कुरा सुनाउन गएँ। अनि अब हजुरहरू 11-12मा ल फ्याकल्टीबाटै आउनुभएको भए पनि, साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज, कमर्स जेबाट आउनुभएको भए पनि इन्स्टिट्युट जोइन गर्नुभयो भने चाहिँ हजुरहरूलाई एकदमै धेरै सजिलो हुन्छ। अनि अब 11-12मा चाहिँ ल लिएर अथवा इङ्ग्लिस मिडियमबाट ल पढ्नु भएको छ भने चाहिँ एकदमै धेरै हजुरहरूको लागि चाहिँ एकदमै धेरै सहज हुन्छ। म 11-12मा ल लिएको तर नेपाली मिडियमबाट पढेको भएकाले चाहिँ मलाई आज लको एउटा बेसिक ओडहरू पनि मैले बुझिनँ कि बुझ्न गाह्रो हुन्छ, किनकि हामीले इङ्ग्लिसमा पढेको हुँदैनौँ। मैले अब नेपालीमा संविधान 11-12मा हामीले घोकेर प्रायः जस्तो धाराहरू सबै याद गरिसकेको थियौँ, तर अब हामीले इङ्ग्लिसमा पढ्नुपर्छ सबै कुरा। आज मैले संविधान पनि इङ्ग्लिसमा लिएर आएको छु। अनि BALLB इन्ट्रान्सको लागि चाहिँ हजुरहरू कुनै बुक किन्नु पर्दैन है। पासपोर्ट टु BALLB भनेर पाउँछ। यो बुक किन्नुभयो भने चाहिँ यसबाट चाहिँ हजुरहरूको लागि चाहिँ यसबाट सबै प्र्याक्टिस गरेर यसको चाहिँ हामीलाई सबै आयो भने पुग्छ। एउटा बुकले पुग्छ भनौँ न। अनि यो बुकबाट प्र्याक्टिस गराउने, अनि अब जस्तै अब BALLB इन्ट्रान्स प्रिपरेसन क्लास भनेर अब यस्तो सेटहरू दिने, अनि सेट 1 सेट 2 डेली रूपमा प्र्याक्टिस गराउने देखि लिएर चाहिँ सबै काम चाहिँ इन्स्टिट्युटले गराउँछ। अब हामीले किताब लिएर घरमा प्र्याक्टिस गर्नुभन्दा नि बेसी चाहिँ इन्स्टिट्युट जोइन गरेर इन्स्टिट्युटको क्लास जोइन गऱ्यौँ भने चाहिँ हामीलाई एकदमै धेरै सहज हुन्छ। म पनि बाग बजारको अथवा पुतली सडक अद्वैत मार्गको डिजिरे इन्स्टिट्युट्स अफ ल अद्वैत मार्ग बाग बजार काठमाडौँ
बिहाइन्ड नेपाल ल क्याम्पसमा चाहिँ म आजबाट जोइन भएको छु। हजुरहरू पनि काठमाडौँको एरियामा कतै हुनुहुन्छ, काठमाडौँमै हुनुहुन्छ र तपाईँहरू लमा बिए एलएलबी पढ्न चाहनुहुन्छ, पढ्न खोजिरहनु भएको छ भने चाहिँ हजुरहरूले डिजुरे इन्स्टिट्युट अफ ल जोइन गर्न पनि सक्नुहुन्छ। एकदम बेस्ट इन्स्टिट्युट्स अफ नेपाल चाहिँ रहेछ। मलाई पनि थाहा थिएन, मैले एकदम बुझेँ धेरै इन्स्टिट्युटहरू चाहिँ बुझे जाँदाखेरि विगतको रिजल्टहरू हेर्दाखेरि चाहिँ यो चाहिँ एकदम राम्रो लागेर यसमा जोइन भएको छु म। अनि अब धेरै बोलिनँ, मैले 5 मिनट भइसकेको छ। मेरो त नोटहरू धेरै गर्नु छ। आज डे 1 हो। आज डे 1 देखिको चाहिँ म अब छोटो भिडियोहरू चाहिँ हजुरहरूलाई सेयर गर्दछु। हजुरहरूले पनि त्यही अनुसार गर्न सक्नुहुन्छ। अनि हार नमान्नुहोस्। फर्स्ट दिन चाहिँ एकदमै धेरै हुन्छ नि, ओहो म सक्दिनँ टाइपको चाहिँ हुन्छ होला पक्कै पनि। आज मलाई ओहो यस्तो हुँदो रहेछ, मैले सक्छु त जस्तो फिल भइरहेको छ। तर आफूलाई सक्ने भनेर अगाडि बढ्नुहोस्। हजुरहरूले पक्कै पनि सक्नुहुन्छ। हामी सबैले सक्छौँ। अनि पासपोर्ट टु बिए एलएलबी भनेर तपाईँहरूले बजारमा खोज्नुभयो भने त्यहीँ पाउनुहुन्छ। आफैले सेल्फ स्टडी गर्दै हुनुहुन्छ भने चाहिँ। अनि हजुरहरूले इन्स्टिट्युटमा गएर गर्नुभयो भने चाहिँ इन्स्टिट्युट पनि यो तपाईँलाई बुक दिनेछ। त्यही नै हो। सबैजनालाई बेस्ट अफ लक। अनि हजुरहरूलाई अब केही बुझ्नु छ, सोध्नु छ भने चाहिँ मैले बुझेअनुसार कुराहरू चाहिँ हजुरहरूलाई सेयर गर्नेछु। हजुरहरूले कमेन्टमा पनि छोड्न सक्नुहुन्छ। अब हेर्नु है त, अब चाहिँ मैले मेरो नोट बनाएको, अब मेरो डे चाहिँ कसरी सुरु हुन्छ चाहिँ मैले त्यो गर्न गइरहेको छु, हजुरहरूलाई देखाउन गइरहेको छु। त्यो चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। अब भिडियो कहिलेसम्म कति बेलासम्म हुन्छ। आज चाहिँ अब अहिलेको 4 भइसकेको छ। मेरो बेलुका 7 बजीबाट फेरि क्लास हुन्छ, अनलाइन क्लास। अनि बिहान 6:30 बजेदेखि 8:30 बजीसम्म फेरि म क्लासमै हुन्छु। अनि दिसभरि आएर प्र्याक्टिस गर्दा, नोट गर्दा, यसको यो अब हामीलाई होमवर्कहरू पनि दिनुहुन्छ, त्योहरू गर्दाखेरि चाहिँ एकदम टाइम हुँदैन। त्यही भएर मलाई कतिखेर एडिट म आजको चाहिँ भोलि हाल्छु, भोलिको चाहिँ पर्सि हाल्छु है, त्यसरी हाल्छु भिडियो। हजुरहरूले हेर्न सक्नुहुन्छ। डे 1 अब के कस्तो रहन्छ मेरो हेर्नु है त ल। गाइज अलिअलि बाहिरको साउन्डमा मेसाइरहेको होला, त्यसको लागि सरी। म बाहिर हिँड्दाबाट एडिट गरिरहेको छु, सो त्यही भएर हो। अनि यो चाहिँ नेक्स्ट डे हिजो बेलुका मस्ती। अनि अहिले चाहिँ इन्स्टिट्युटबाट निस्किँदाखेरि चाहिँ भिडियो निकालेर थोरै क्लिप खिचेँ। अनि अहिले चाहिँ म क्लासबाट निस्किसकेको छु। अनि मेरो फर्स्ट डे चाहिँ यस्तो नै भयो। एकदमै धेरै मिस भइरहेको छ, त्यही भएर मैले भिडियो बनाएको छु। साउन्ड पछि हाल्छु है, गर्न सक्नुहुन्छ। अनि हजुरहरूलाई मेरो भिडियो के कस्तो लाग्यो लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। छिटै टुके पुर्याइदिनु होला। अनि डे 2 को भिडियो पनि लिएर आउने छु। सबैजनालाई बिए एलएलबीको क्लासको प्रिपेयर गर्ने सबैजनालाई बेस्ट विसेस। अनि त्यही नै हो। हजुरहरूलाई केही सोध्न मन छ भने कमेन्ट गर्नु होला। अनि थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। लभ यु अल, बाई बाई।